यो DJI को Air 3S ड्रोन। यो ड्रोनहरु चाहिँ यस्तो भाँचियो ओर्यो भने पार्ट्स पाउँछ, सुपर ग्लु नहाल्नु होला। जस्तै यो ड्रोनमा सुपर ग्लु हालेर अब यो दुईटा एक्सिस फेर्न मिल्थ्यो, यसले गर्दा चाहिँ सुपर ग्लु गर्दा चाहिँ सायद यो हाउजिङ पनि फेर्नु पर्छ होला। यो टप पनि, यो आर्म्स सेटै पनि, यो आर्म्स पनि सुपर ग्लुले गर्दा सबै ड्यामेज भएको छ। ब्याट्री पनि भित्रै लक छ, ब्याट्री पनि निकाल्न मिलेको छैन। र सुपर ग्लु हाल्दा जहिले पनि यसरी नखनाउनलाई सबै खनाएर गिम्बलमा सुत परेछ यसको। यो अब यसलाई चाहिँ बनाएर म बनाउन कोसिस गर्दैछु। सकभर यो दुईटा मात्र एक्सिस फेरेर बनाइदिन्छु, भएन भने चाहिँ यो पुरै सेटै फेर्न पर्ने हुन्छ। अब हेरौँ, ट्राई गरौँ बनाउनको लागि। यो सुपर ग्लुवाला हटाएर बनाउनको लागि ब्याट्री यो फाइनल्ली यो अघि लागेको सुपर ग्लु लागेको ड्रोन मैले कम्प्लिटली ओके हुने गरी बनाइसकेँ। यो सब ठिक छ। अब अहिले सबै काम गर्ने भइसकेको छ, सब काम गर्छ। झुक्केर कहिले पनि सुपर ग्लु नहाल्नु, ड्रोनहरुमा सुपर ग्लु भनेको हाल्ने नि होइन। मोटो पनि चल्यो, यहाँ पनि केही म्यासेज छैन, सब